चौका फाउन्डेसन सोमपालले सहयोग रहेका थिए विन पाएका छन् यसपटक थोरै सकपले पाउने बित्तिकै कभरतर्फ खेलिदिएका छन् पावर प्ले रहेको छ क्विक आउटफिल्ड स्ट्रेट खेलेका छन् गजबको स्ट्रोक रहेको छ यो भने लङ अन मिड अफको बीचबाट यो उत्कृष्ट वेस्ट इन्डिजको लागि सर्वाधिक छिटो अर्धशतक पुरा गरेका छन् ओ यसपटक के छ ग्यापमा छ चौका हुनेछ यो भने लाइन नन्दन यादवले मिस गर्न पुगे सोपाल उनीतर्फ गरेका थिए खेलिदिए निकै नै उत्कृष्ट बाउन्स भएको थियो त्यो फिल्डरको माथिबाट कभरको गएको छ 4 रनका लागि सट्यानले खेलिदिए गएको छ बाउन्ड्रीतर्फ 4 रन बटुल्ने छ विथ दिएको खण्डमा तपाईँ बाउन्ड्रीतर्फ जाने स्योरै रहेको छ हेन्ड आई कोअर्डिनेसन उत्कृष्ट रहेको छ ब्रेन्डन किङको बल्दै लुज दियो यो हो सिफ्ट गरेका छन् यसपटक पनि अर्को एउटा आकर्षक ड्राइभ ब्रान्डन किङ लाग्छ मन बनाएका छन् प्लेट हुन थोकै चालिसक्यो त्यो फरक कुरा र थोरै सट पाएका थिए र पहिलो विकेट हुनेछ यो फुल गर्न गए मिड अनसम्म मात्रै म्यानेज गर्न सकेका म्याच विनर खेलाडी हुन् फ्लाइट दिएका छन् र सुरुवातमै सिधा ब्याटले खेलेका थिए स्ट्रोक गजबको रहेको थियो डाइभिङ एफर्ट तर 4 रन पनि हुनेछ यहाँ दोस्रो हाफमा पक्कै पनि केही राम्रो क्रिकेट खेलेको थियो नेपालले तर यस प्रकार वेस्ट इन्डिज 9 विकेटले विजय भएको छ नेपाल विरुद्ध शानदार जित उत्कृष्ट प्रदर्शन